के तपाईहरुको फेसबुक पेजमा प्रोफाइलमा यस्तो रातो आइकनमा यु क्यान नट गेट भन्ने समस्या आएको छ? यदि आएको छ भने यो भिडियो चाहिँ कन्टिन्यू हेर्नु होला र यो प्रब्लम किन आउँछ, के कारणले आउँछ र यसलाई कसरी हटाउन सकिन्छ र यो आयो भने पेजमा कतिको असर पर्छ, यो भिडियोमा चाहिँ म एकदम डिटेलमा हजुरहरुलाई भन्ने कोसिस गर्नेछु। फेसबुक ओपन गरिसकेपछि हजुरले चाहिँ प्रोफाइलको आइकनमा जानु होला र अब चाहिँ प्रोफेसनल ड्याशबोर्डमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ यहाँ मोनेटाइज भनेर देख्नुभयो होला, त्यसमा क्लिक गर्नु होला र मोनेटाइजेसन अप्सनमा क्लिक गरिसकेपछि चाहिँ तपाईको फेसबुकमा यस्तो देखिन्छ, यु क्यान नट गेट पेड भनेर र यसको तल चाहिँ लेखेर आउँछ तपाईको पे अकाउन्ट भर्खर अपडेट गरेको हो र यो सेक्युरिटीको कारणले तपाईको अर्निङ चाहिँ डिसेम्बर 23, 2025 सम्म होल्ड गरिनेछ भनेर तपाईहरुले चाहिँ यस्तो नोटिस दिएको हुन्छ। अनि यो समस्या आउनुको कारण चाहिँ तपाईले भर्खरै कन्टेन्ट मोनेटाइजेसन या स्टार या कुनै अर्निङ प्लेटफर्ममा भर्खरै आफ्नो अकाउन्ट सेटअप गर्नु भएको छ भने यस्तो समस्या आउँछ। यसले चाहिँ तपाईहरुको फेसबुक पेजमा कुनै पनि असर गर्दैन। हजुरको प्रोफाइलबाट यो समस्या कहिले हट्छ भनेर हेर्नको लागि चाहिँ तपाईहरु प्रोफेसनल ड्याशबोर्डमा जानु होला र तल आउनु होला र अर्डर्स टुल छ यहाँ र तल आएर अदर्स टुलमा क्लिक गर्नु होला। त्यसपछि यहाँ पेआउट्स छ नि, पेआउट्समा क्लिक गर्नु होला। मेरोमा चाहिँ 2025 डिसेम्बर 21 मा यो समस्या आफै सोल्भ भएर जानेछ भनेर भनेको छ र तपाईहरुको फेसबुकमा चाहिँ यो जुन डेट देखिएको छ त्यो डेटमा चाहिँ यो आफै सोल्भ हुनेछ। त्यसको लागि तपाईहरु कुनै टेन्सन नलिनु होला। यदि यो भिडियोले हजुरहरुलाई के हेल्प गरेको छ भने यो भिडियोलाई चाहिँ शेयर गरिदिनु होला। यस्तै अरु पनि साथीहरुलाई यस्तो समस्या हुन सक्छ। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मलाई फलो गर्न नभुल्नु होला अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला।